Hello, what's up? Back again with the new vlog. New vlog. Night with Thulu, Aji, Bhutu, Uri. हामी चाहिँ अहिले रात्रकालीनमा जाँदैछ उता के ठाउँको नाम के रे पुटिया ओमान के रे स्ट्रेट अफ हर्मुज तेरा स्ट्रेट अफ हर्मुज कहाँ रे ओमान मादा जाँदैछ हामी है त ल अब ओमान मादा जाँदाखेरिको बिचको क्लिपहरू तपाईँलाई देखाउने नै छ हाम्रो चाहिँ वान नाइटको क्याम्पिङ हो कहाँ चाहिँ यसो फ्यामिलीहरू रमाइलो गर्ने भनेर आज क्याम्पिङ ल तपाईँलाई अब देखाउने छु अगाडि के हुन्छ भनेर ओके भयो यसलाई नकिन्दैन के पनि भयो पैसा दियो ल हामी चाहिँ अहिले यहाँ भर्खरै यसो फ्रेसअप हुनलाई कफी सफी खानु लागेको अब चाहिँ बिस्तारै हामी लाग्दैछौँ अब कता हिँडेको माया ल अब फेरि ब्याक टु हाम्रो यहाँ चाहिँ हाम्रो ठुलो फुल रेडीमा छ है अब हामी जाँदैछ ल मायालु नि आइसकेछ ल गाइस अब चाहिँ फेरि हामी ब्याक टु लोकेसन अब फेरि एकछिन आधा घन्टाको बाटो छ पेट्रोल सेट्रोल हाल्यो अब ट्याक्क फेरि हप्तातिर लाग्दैछ अब ओमानतिर ल के भयो मेरो ज्याकेटमा लाग्छ एकैछिन ल म यहाँ अलिकति सुगर हाल्छु सुगर किन हाल्ने हो सुगर खाइदिनु के भयो रे खै ओके ल कस्तो छ कफी हाइवेको दामी छ ओहो के हुँदैछ आज इट्स योर फर्स्ट टाइम राइट आजको फर्स्ट क्याम्पिङ हो फर्स्ट क्याम्पिङ आफ्टर हाउ मेनी इयर्स First years. है तेरिकाले What do you mean after how many years? This is my first year. नो आई मिन टु से लाइक अहिले चाहिँ दुबईमा आएर चाहिँ कति वर्षपछि चाहिँ After 4 years or 5 years, I guess. या ओके This is my first experience. I'm going to have some experience. So let's see how is it. हाउ इट गोज So I will update you guys. ओके Okay. ओके Thank you for watching. ओके ल अब चाहिँ हामी एकछिन पछि भेटौँ ल पुगेपछि म तपाईँलाई देखाउने छु फेरि पनि स्टे ट्युन आइपुग्यो हामी पनि ल यस्तो छ आज चाहिँ आजी हामी टनल आइपुग्यो है त ल यी यस्तो भित्र यस्तो छ पाराहरू गाइजहरू ल आइपुगेछ अब यो चाहिँ हाम्रो ओमान जाँदाको फर्स्ट टनेल अब यो टनेलपछि फेरि अर्को 4 टनेल चाहिँ आउनु बाँकी छ होइन राम्रो एक्सपिरियन्स भइरहेछ रातिको बजिसकेछ अहिले हाम्रो यहाँ 10 भन्ने न मेरो नि बनाउनु परेन यहीँबाट बना ल ओके बुढोले छुट्टै बनाउँछ भने त म अनि मेरो छुट्टा हो ए वाट्सअप ल चेस भइसकेको छ यहाँ हामी चाहिँ यता आइपुग्यो बाटोमा दाइहरू हरायो पुरेर बसिरहेको अब खै कतिखेर आइपुग्ने हो बाटोमा पुरेर बसिरहेछन् हरायो दाइहरू हरायो के भन्ने ल फाइनली गाइज हामी चाहिँ आइपुग्यो है चाहिँ यहाँ आइपुगेछ यहाँ हाम्रो चेली बेटीहरू त्यतै छ यो हाम्रो आजको स्पट केटाहरू आइसकेको चाहिँ बल्ल कुर्दा बल्ल आइपुग्यो बल्ल हामी डेस्टिनेसन आइपुग्यो ओ माई गड चिने जस्तो मान्छे छ त यो त परिचित व्यक्ति
अहिले कुरा हुन्छ यो हाम्रो ठाउँ यहाँ चाहिँ स्विमिङ गर्ने अहिले अब ठ्याक्क ठाउँमा ल यस्तो छ पारा यो हो हाम्रो आजको स्पट भर्खर हामी कति बज्यो जिगर कति बज्यो 11 बजेर 25 मिनट 11 बजेर 25 मिनटमा हामी आइपुगेछ ल यहाँ तल पनि मान्छेहरू रहेछ उता पनि मान्छे रहेछ हामी चाहिँ यतातिर ठाउँ बसेर हामी चाहिँ टक्क यस्तो छ रात्रकालीनमा यहाँ चाहिँ रुम्सहरू पनि एभाइलेबल छ होइन आइपुग्यो फाइनली ठिक छ अब यसो रमाइलो गर्नुपर्छ माछा पोलेर टक्क सबैजना बसेर है ल चट्ट सामान अपलोड हुँदैछ सामान चाहिँ धरो रहेछ बुढोले त तिनवटा भेट दिइरहेको रहेछ चेयर मात्रै ल गाइस हाम्रो सेटअप हुँदैछ अब चाहिँ भर्खर तल आइपुग्यो यहाँ हाम्रो मिस्टर थुलुङले यहाँ बनाउँदैछ सेटअपहरू यहाँ हाम्रो सेफ पुरो पनि यहीँ छ यहाँ हाम्रो चेलीबेटीहरू सबै आएर छ खै त यसो चाउसाउ छैन थाकेको त हामी लौरे सब थाकेको त ल चक्कर रुखको पनि यस्तो छ थाकिसकेको छ हुँदैछ यहाँ बुक्क हल्का पाकेपछि तपाईँलाई देखाउनु ठुलो खै यता एक सेटअप हानिरहेछ आहा ल यहाँ हल्का आगो पनि बलिसकेको छ यहाँ हाम्रो लाउरे साथीले चाहिँ ट्याक्क गर्दैछ भयो रेडी भयो वडा यताको नि बनाउनु पऱ्यो नि त यताको नि एउटा यो थियो नि ल यताको नि हेर नि त ढुङ्गासँग कतै हाल्नु कि ल रेडी भइसक्यो हाम्रो होइन ल अब चाहिँ हल्का खानपिनतिर गर्छ त्यसपछि भेटौँ लगाइस ल ओके बाई I'm very happy. Cheers, guys. Cheers! Thank you so much. भन्दै अब गीत सुनौँ होइन खानासाना रेडी गरौँ त्यसपछि है माया दिदीले गीत गाउनुहुन्छ अरे सुन्दैन त माया दिदीको माया दिदीको स्वरमा जुनै पनि सुहाउँछ होला सुनिदिनुपर्छ कुन गीत होला रेडी भइसकेको छ दाइले त्यहाँ टेन्टको सेटअप हान्दै हुनुहुन्छ हाम्रो यता सेटअप भएर छ यता मासु पोल्नलाई हाम्रो पुरो दाइले आगो सागो रेडी पारिराख्नु भएको छ दिपेन दाइ पुरा झिल्का भयो भनेर ल यसो थाकिरहेछौँ यहाँ अब पम्प हान्दैछौँ होइन गाह्रो छ यहाँ दिँदैछु छुट्दैन यो मन बाँध्न कहिले माया गर्नेछु सधैँ उसो मेरोमा देता है हर कोई बात तुम ना छोड़ना मेरा ल गाइस हाम्रो चाहिँ यहाँ अन्ताक्षरी सुरु भइसकेको छ होइन बोइज भर्सेस गर्ल्स भइसकेको छ यहाँ अब होइन अब चाहिँ हामी चाहिँ यहाँ जित्नुपर्छ अब ट्याक्कै यहाँ ल
अब तपाईँहरूलाई यहाँ देखाउनु छ हामी होइन उयो एकजना उठ्यो भने सबैलाई टिपीवालको बनाउनु न फुलवाला What's up again back with our vlogs. No, for guys, this is for no, Dante, no, Nepali Dante, no. त बिचमा कहाँ सबैजना अन्तर्राष्ट्रिय खेल्दैछन् केटा र केटीको बवाल चलिरहेछ यहाँ हाम्रो करेन्ट पकाउने ऊ भइरहेछ सब करेन्ट 10 वटा पानी तातिँदैछ अलमोस्ट हाम्रो ससेजहरू रेडी भइसक्यो हाम्रो मासु नि ग्रिल भइरहेछ अलमोस्ट झन्डै डढेछ अघि मैले हाम्रो चाहिँ सेटअप यस्तो भइरहेछ चाहिँ हाम्रो बार्बिक्युज यसरी हाम्रो भाइले चाहिँ यहाँ खतरा हाम्रो चाहिँ अब चाहिँ के पाउँदैछ भाइ करेन्ट अन द फ्लोर के छ अब अन द नाइट करेन्ट टाइम कति भयो टाइम देखाएन टाइम कति भयो टाइम देखाएन टाइम चाहिँ हाम्रो अलमोस्ट भइसक्यो होइन कति 3 बजिसक्यो हाम्रो करेन्ट छ 2 बक्स होइन 2 बक्स करेन्टमा अब चिकन खानेलाई चिकन छ पर्क खानेलाई पर्क करेन्ट चिकन करेन्ट अनि ससेज करेन्ट बन्दैछ भन्छ कतिको करेन्ट बन्दैछ हामीसँग कति थरीको 12 3 थरीको 3 थरीको करेन्ट मात्रै चिकन पर्क अनि ससेज 3 थरीको हो त यहाँ खाने मान्छेहरू थरीको छन् फेरि है सबैजनाले मसला हामीसँग भाडा नभएर चाहिँ फेरि ग्यासमा हालिरहेछ के गर्नु त अनि यहाँ चाहिँ हाम्रो के पाक्दैछ थुरु यो पर्क यो चाहिँ पोक चिकन पाएछ चिकन अब यसपछि अलिक चिकन उसमा छ चिकन पाक्छ ल चटनी स्पेसल चटनी छ हाम्रो मेन खेल यसले खेलेछ आज हाम्रो यहाँ केटाहरू अन्तर्राष्ट्रिय हान्दैछ यहाँ केटीले जितिरहेछ अहिले होइन जितिरहेछ यहाँ अझै केबाट हो केबाट हो ल आयो केटाहरूको तर्फबाट आयो फेरि गुड मर्निङ गाइज अब चाहिँ हामी बस्दा बिहान भइसक्यो यहाँ चाहिँ मेरो बहिनी र म चाहिँ अर्ली इन द मर्निङ हामी नसुती बसेको यहाँ चाहिँ टोलीहरू उता पौडी खेल्दैछ अझै स्टिल म पनि भर्खर पौडी खेलेर आएको अनि यहाँ चाहिँ मेरो भाइ गाडीमा सुत्छु भन्ने मान्छे चाहिँ यहीँ गाडी त्यसको त यहीँ रहेछ यसरी फुल पारामा टोलीहरूको पारा हेर्नु माइ गड दुईजना चाहिँ फेरि खतरा पारामा सुतिरहेछ गड यता फेरि हाम्रो 3 जना सुतिरहेछ फेरि मेन त यहाँ चाहिँ सेफले किचन छोडेको छैन किचनमा पकाउँदा भुलुकै ढल्ने जस्तो छ पकाएर यस्तो ढल्ने जस्तो छ यो त है माइ गड यस्तो छ बिहानको हाम्रो भ्यू अब एकछिनमा घाम लाग्छ होला ल हेर गाइस यो चाहिँ थियो हाम्रो रातिको हाम्रो यस्तो थियो पारा
र बहिनी पनि सुतेको छैन बहिनी र म चाहिँ गफ गर्दै ल यस्तै छ पारा मैले भर्खरै नुहाएर फ्रेस भएर आएको त्यही भएर निन्द्रा लागेको छैन यहाँ अरू गाइजहरू पनि छ यहाँ यस्तो छ हेर्नु ल यस्तो राम्रो भाइब्स अब चाहिँ एकछिनपछि हामी उठेर ब्रेकफास्ट गरिन्छ ब्रेकफास्ट गरेर भातसात पकाइन्छ भातसात पकाएर फेरि हामी अर्को ठाउँमा चाहिँ घुम्न गइन्छ ल वाउ यो चाहिँ हाम्रो ओमान यस्तो छ पारा फेतुलुको मेरो टी सर्ट च्यात्दै केटाहरूले टी सर्ट चाहिँ काम लाग्छ यसलाई फुल माखाले टेन्सन गरेर गऱ्यो भनेर ठुलो उडाइदियो नि फेरि मर्निङ हुँदैछ अब बिस्तारै बिस्तारै घाम लाग्दैछ अब घाम नलाग्यो पनि ठिकै छ आज व्हाट्सअप गाइज गुड मर्निङ भर्खरै उठेको यस्तो छ भर्खर उठेको चाहिँ हल्का तपाईँलाई सिन्ने यस्तो छ घाम नलागेको ठिकै भइहाल्छ त्यहाँ आगो बालिदिएको सबैजना यहाँ छ यस्तो छ नयाँ मान्छेहरू नि आइरहेछ चाहिँ पढिसन जान्छ हामी हेलो बेराजी गुड मर्निङ फ्रेस हुनुभयो हजुर ए ब्रस पनि गरिसक्नु भयो ओ माई गड कस्तो हुँदैछ बिहान तर आज घाम नलाग्यो भने ठिकै भयो आज है घाम नलाग्यो हेर्नु त कतिवटा मान्छेहरू पनि आइसकेको रहेछ त्यो बाहिर मान्छेहरू के ल ल ओके सो नाउ चेस खै हाम्रो ब्रदर खै लौ खै ए औँला मात्रै ठड्यो त ल्याए औँला मात्रै ठड्यो ल्याए ल ल चेस है त ल ओके ल है त ल धन्यवाद हाम्रो चेफहरूले ओ सदिक हाउ वाज द मर्निङ गुड मर्निङ अब त बिहान नुहाइसकेको छ यता सबैजना नुहाइसकेको छ यहाँ हाम्रो पक्दैछ माल आजको लन्च पानी तातो हुँदैछ त्यहाँ कफी खानलाई टोलीहरू चाहिँ यहाँ कफी पागला भनेर बसिरहेको छ आज ल गाइस अहिले चाहिँ कति बजे पुग्छ सर 12:30 हाम्रो के पाक्दैछ अब आज यता यता यहाँ माल पाकिसकेको छ वाउ यो दाल यो दाल हाम्रो दुबईको टप सेफले बनाएको दाल हो यो अनि चाहिँ यो पनि यस्तो छ केमा पाकेको छ एकदम यहाँ गाइजहरू चाहिँ फेरि कहाँबाट आएछ फेरि साग रोपेर आइपुग्यो हाम्रो ठुलो 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 सेप ढलिसकेको छ त्यहाँ ठुलो सेप हेर्नु त
के गरेको पुरुदै हान्नु पर्यो पुरुदै ए बुढो ऊ माथि यता लेफ्टमा पुरुदैको आएन पुरुदै रमाइलो भइरहेछ मजा आइरहेछ होइन हावाले चिसो हाल्यो भाइ हावाले हान्छ हल्का ए सरी सरी ओडे पुरुदै केही छ भन्नै दिपेन दाइ भन्ने केही छ रमाइलो भइरहेको भ्लगमा जान्छ है यो सबै हेर्नु न यहाँ हेर्नु न माथि यहाँ हेर्नु न हाम्रो बाबा उठिसक्नु भएको छ बाबा आइसक्नु भयो बाबा अन द वे ए बाबा अन द वे आजले पो गर्दा मैले गरेको ओके Dive, 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 dive. No jump, dive. अब चाहिँ dive. उल्टे उल्टे उल्टे. ए ठोकिन्छ टाउकोमा
भाउजूको एक रियाक्सन लिउँ न त कस्तो लाग्यो त हाम्रो मेरो बेबी हेर्नु यहाँ रमाइलो पानी पानी ठिक छ है एकदम दामी 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 स्विमिङ पुल हो कि यहाँको मजा आयो यहाँको मजा आयो ओके क्षमा गइसक्नु है ए बुढाबुढी बुढाबुढीको रियाक्सन के यता यता एकछिन हजुर भ्लगमा यता भन्नु छिटो भयो क्या अहिले दुईजना रियाक्सन दिनलाई पनि टाइम छैन एकदम बिजी श्यामा यहाँ आउनु यता आउनु न कस्तो लागिरहेछ त खोलामा होइन भनेपछि दामी भयो क्याम्पिङ फर्स्ट एक्सपिरियन्स मजा आयो ओके हाम्रो पुरुदाईलाई सोधिदिउँ न त कस्तो भयो त दाइ एकदम विल स्प्रिङ भयो हो मौसमले पनि एकदम साथ दियो हामीले यो भ्लगमा हाल्न मिल्छ नि होइन है यस्तै छ खोइ हाम्रो दिपेन दाइ यता आउनु न कहाँ हजुर कहाँ गएको भने एकछिन आउनु छिटो ल दिपेन दाइ र भाउजूको के छ त विचार सुनिदिइहालौँ न त एकछिन कस्तो लाग्यो रमाइलो भयो क्याम्पिङ कस्तो भयो एकदम धेरै रमाइलो अब यो सिधै भ्लगमा आउँछ हेर्ने हो नि आफ्नो 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 अनुहार आफ्नो ऊ हेर्ने हो नि भ्लगमा होइन ल त्यही गरौँ युट्युबमा आउँछ सबै गरौँला है तर रमाइलो भइरहेछ क्याम्पिङ हजुरले त फर्स्ट भन्नुभयो होइन ए है ल थ्याङ्क यू यस्तै गरौँ है ल ठिक छ ठिक छ रमाइलो गरौँ हाम्रो दुईजना पार्टीहरू उता छ ओ सदिक दाई केही भन्नुपर्ने भयो के कस्तो लागिरहेछ अब उहाँ त आजको हाम्रो एडभेन्चरस मान्छे पनि हो अनि यहाँ हाम्रो साथसाथै एकदम साधु बाबा पनि हुनुहुन्छ उहाँ झर्नाको मुनि तपस्या गर्ने उहाँ नै हुनुहुन्छ दुई चार शब्द के जाओस् त के प्राप्ति भयो झर्नाको मुनि बसेर शीतलता आनन्दता वाह ल है ठिक छ हाम्रो गाइजहरू भुसुक्क सुतेर हामी चाहिँ अब रेस हान्नु निस्केको दाइको भने के छ त यसमा श्यामा के भन्ने हो त अनि भनाइ के छ क्यामराम्यान जल्दी फोकस गरो क्यामराम्यान एउटा क्यामराम्यान यहाँ सुतिराख्नु भएको छ अनि हामी चाहिँ यहाँ 360 हानिदिनु पर्यो क्या 360 ल दाइसँग अब यो सालको लास्ट क्याम्पिङ होइन त मौसमले त च्यालेन्ज हान्नै छ के थाहा अब कस्तो ट्राफिक आज भोलि पार्टी पर्छ भनेर होला होइन डर मान्छेहरू छुट्टी पनि भयो त भोलि आइतबार जाँदाखेरि ट्राफिक डह्रो छ 3-4 किलोमिटर जस्तो ट्राफिक होइन छैन 130 किलोमिटर मात्र देखाइरहेको छ ट्राफिक चाहिँ के ल गाडीहरू